लास्ट पार्टको अन्त्यमा हामीले देखेका थियौँ कि रोजी र स्याओफ्यान पहाडमुनि खसेका थिए, जहाँ उनीहरू दुवैले बियाउ र उसका साथीहरूलाई देख्छन्। तर त्यति नै बेला त्यहाँ एउटा विशाल सर्प आउँछ, जससँग लड्दा लड्दै रोजी बेहोस हुन्छन्। त्यसपछि स्याओफ्यान र बियाउ मिलेर त्यस सर्पसँग लड्न थाल्छन्, तर लड्दा लड्दै उनीहरू झुक्किएर एउटा गुफामा फस्न पुग्छन्, जहाँ स्याओफ्यानले बियाउसँग रिसाउँदै भन्छ, मैले थाहा पाइसक्यो कि तिमी एउटा डिमन छौ। यो सुनेर बियाउले उसलाई भन्छन्, यदि तिमीलाई मसँग यति नै घृणा छ भने यस गुफाबाट बाहिर निस्केर आफ्नो बाटो आफै खोज। अब अगाडि। यस पाठको सुरुवातमा हामी स्याओफ्यानलाई देख्छौँ, जो त्यस गुफामा यताउता घुमिरहेको थियो, तर त्यो गुफा निकै झुक्क्याउने खालको थियो। त्यसैले उसले बियाउसँग भन्छ, तिमी डिमन्सहरूको गुफा कस्तो खालको हो? यहाँ कति धेरै बाटोहरू छन्। अझ धेरै ठाउँमा त ब्लड स्टोन र ब्लड फल पनि छ। यो सुनेर बियाउले स्याओफ्यानलाई सोध्छिन्, ब्लड स्टोन कहाँ छ? स्याओफ्यानले उसलाई त्यहाँ लिएर जान्छ, जहाँ पुगेपछि बियाउले देख्छन् कि त्यहाँ साँच्चै नै ब्लड स्टोनहरू छन् र एउटा ठाउँबाट रगत जस्तो तरल पदार्थ बगिरहेको थियो। यो देखेर बियाउलाई लाग्छ कि उनीहरू ब्लड ड्रप केभमा आइपुगेको छ। तर त्यही बेला बियाउले गल्तीले एउटा चिज छुन्छिन्, जसले गर्दा उनीहरू दुवै तल खस्छन् र एउटा नयाँ गुफामा पुग्छन्, जहाँ उनीहरूले एउटा कङ्काल देख्छन्। त्यसलाई देखेर बियाउले भन्छन् कि यो त हिजिनको कङ्काल हो, जसले 800 वर्ष पहिले पुरै संसारलाई हल्लाइदिएको थियो। बियाउ त्यस कङ्काललाई छुन्छिन्, जसका कारण उसको हातमा विष लाग्छ, तर बियाउले आफ्नो हातबाट त्यो विषलाई तुरुन्तै हटाइदिन्छ। त्यही समयमा स्याओफ्यानले सोध्छ, तिमीले यो कङ्काललाई हेरेर कसरी भन्न सक्छौ कि यो हिजिन हो? जसमा बियाउले भन्छन् कि उनले यसको बारेमा धेरै पढेकी छिन्, कि उनी 800 वर्ष पहिले ब्लड रिफाइनिङ हल सेक्टका मास्टर थिए र उनले ब्लड सेटिङको मद्दतले आफूलाई सबैभन्दा शक्तिशाली बनाएका थिए। उनले यो पनि पढेकी थिइन् कि ऊ यस गुफामा लुक्ने गर्थे, तर उनीहरूले त्यहाँ केही पनि भेटिँदैन। त्यति नै बेला उनले देख्छन् कि स्याओफ्यान बेहोस भएको छ र ऊ काँपिरहेको छ। बियाउले उसको तापक्रम चेक गर्दा थाहा पाउँछन् कि स्याओफ्यानलाई ज्वरो आएको छ। यो थाहा पाएर बियाउले उसलाई निको पार्ने कोसिस गर्छिन्, तर यसले धेरै फाइदा भइरहेको थिएन। त्यसैले बियाउ आफ्नो रुमाल भिजाएर स्याओफ्यानको निधारमा राखिदिन्छन्, ताकि उसको ज्वरो कम होस्। त्यही समयमा स्याओफ्यानले निदाइरहेको बेला बरबराउन थाल्छ, डिमन्सहरू, मेरो आमा बुवालाई छोडिदेऊ, उनीहरूलाई नमारा। यो सुनेर बियाउले बुझ्छिन् कि स्याओफ्यानका आमा बुवा पनि मरिसकेका रहेछन्। त्यसैले उनी भावुक हुन्छन् र स्याओफ्यानलाई समातेर बस्छिन्। यता हामी रोजी र बाँकी सबैलाई देख्छौँ। सबैले रोजीलाई भन्छ, हामीले स्याओफ्यानलाई 3 दिनदेखि खोजिरहेको छौँ, त्यसैले हामीले आफ्नो सेक्टमा फिर्ता जानुपर्छ, ताकि यहाँ मद्दत ल्याउन सकियोस्, किनभने यहाँ कुनै पनि बेला डिमन्सहरूले हामीमाथि हमला गर्न सक्छन्। तर रोजी फिर्ता जान मान्दिनन्, किनभने उनी स्याओफ्यानलाई एक्लै छोडेर जान चाहँदैनथिन्। स्याओफ्यानले मुस्किल पर्दा पटक पटक उसको ज्यान बचाएको थियो। केही दिनपछि जब स्याओफ्यानलाई होस आउँछ, उसले देख्छ कि बियाउ त्यहीँ छेउमा सुतिरहेकी छिन्, साथै उनले आफ्नो सबै खाना पनि उसैलाई खुवाइदिएको छ। त्यति नै बेला हिजिनको टाउको कङ्कलबाट तला खस्छन् र स्याओफ्यानले त्यसलाई फेरि मिलाएर राखिदिन्छ। यसो गर्दा त्यहाँ एउटा ढोका खुल्छ। ढोका खुलेपछि बियाउको आँखा पनि खुल्छ र उनी त्यो ढोका देखेर खुसी हुन्छन्। उनले स्याओफ्यानलाई सोध्छिन्, तिमीले यो कसरी गर्यौ? स्याओफ्यानले सबै कुरा बताउँछन्, जसलाई सुनेर बियाउले बुझ्छिन् कि यो ढोका पनि हिजिनले नै सेट गरेका हुन्। त्यसपछि उनीहरू दुवै ढोकाको अर्कोतर्फ जान्छन्, जहाँ बियाउले केही लेखेको देख्छिन्, तर त्यो पूर्ण थिएन। त्यहाँ उनीहरूले 2वटा मूर्ति देख्छन्। बियाउ भन्छन् कि यो किङ बिङ र होली गणेशको मूर्ति हो। बियाउले ती मूर्तिहरूलाई देखेर प्रार्थना गर्न थाल्छिन्, किनभने डिमन्सहरूले उनीहरूलाई भगवान मान्थे। यता स्याओफ्यान वरपर हेर्न थाल्छन्, जहाँ उसले एउटा भित्तामा एउटा कविता देख्छ, तर उनले त्यसको अर्थ बुझ्दैन। त्यसपछि उसले देख्छन् कि बियाउ त्यहाँ हिजिनको खजाना खोजिरहेकी छिन्, तर उनलाई केही पनि मिलिरहेको थिएन। तर त्यही समयमा बियाउले एउटा ड्रअर खोल्छिन्, जसबाट ब्ल्याक स्मोक निस्किरहेको थियो र उनीमाथि आक्रमण हुन्छ। तर स्याओफ्यान र बियाउ दुवै मिलेर त्यो कालो धुवाँलाई नष्ट गरिदिन्छ। त्यसपछि बियाउले देख्छिन् कि हिजिनले त्यो ब्ल्याक स्मोकको मद्दतले त्यो 2वटा ड्रअरलाई घन्टीहरूमा सुरक्षित राखेका थिए। तर बियाउलाई यो कुरा बुझ्न गाह्रो भइरहेको थियो कि हिजिनले यस्तो साधारण घन्टीलाई किन बचाएर राख्ल। तर तुरुन्तै बियाउले बुझ्छन् कि यी घन्टीहरू पक्कै पनि म्याडम जिन लिङका हुन्। स्याओफ्यानलाई भने ती साधारण घन्टी नै लागिरहेको थियो। त्यसैले उसले बताउँछन् कि मैले पढेकी छु, म्याडम जिन लिङ हेउवा सम्प्रदायका संस्थापक थिइन्, साथै उनी धेरै स्मार्ट र बुद्धिमानी थिइन्, जसको कारणले गर्दा यो घन्टी यति शक्तिशाली छ कि यसले कसैको सोल पनि निकाल्न सक्छ। तर फेरि उनले सोच्छिन् कि म्याडम जिन लिङका घन्टीहरू ब्लड रिफाइनिङ हलमा के गरिरहेका छन्। त्यही बेला उनी ठुलो स्वरले हाँस्न थाल्छिन्। उसको कारणले स्याओफ्यानले सोध्छ, बियाउले बताउँछिन् कि यदि म्याडम जिन लिङको घन्टी यहाँ ब्लड रिफाइनिङ हलमा छ भने पक्कै पनि म्याडम जिन लिङ र हिजिन 800 वर्ष पहिले प्रेमी प्रेमिका थिइन् होला। यो सुनेर स्याओफ्यानले बियाउसँग भन्छ कि
यसमा हाँस्नुपर्ने कुरा के छ? तब बियाउले स्याउफेनलाई बताउँछिन् कि ब्लड रिफाइनिङ हल र हेउवा पुरानो जन्मका कट्टर शत्रु थिए। त्यसैले यस्तो समयमा पनि उनीहरू जोडी हुनु अचम्मको कुरा हो। अब बियाउले स्याउफेनसँग भन्छन् कि हिजिनको पुस्तकमा लेखिएको थियो कि म्याडम जिन लिङ्कले उनलाई छोडिदिएका थिइन्। तर मलाई लाग्छ कि उनीहरूको ब्रेकअप पछाडिको हात हिजिनकै थियो होला, किनकि उनी पत्थर मनका थिए। यो सुनेर स्याउफेन भन्छन् कि यदि हिजिन पत्थर दिलको थियो भने म्याडमको यो घन्टी सम्हालेर राख्ने थिएन र उनको लागि यी पर्खालहरूमा कविताहरू लेख्ने थिएन। त्यही बेला स्याउफेनले त्यो पर्खाललाई छुन्छन्। तब एउटा स्पिरिचुअल ह्यान्ड पर्खालबाट निस्केर उनीमाथि आक्रमण गर्छ, तर स्याउफेनले आफ्नो स्टिकले त्यो स्पिरिचुअल पावरलाई सोसिदिन्छ। त्यसपछि त्यो पर्खालबाट कविता हटेर त्यहाँ महत्त्वपूर्ण मन्त्रहरू लेखिएका देख्छन्, जसलाई देखेर बियाउले भन्छन् यी त हाम्रा हेभेनली बुकका मन्त्रहरू हुन्, जसबाट हामी डिमन्सहरू सबै टेक्निक सिक्छौँ। तर त्यही बेला स्याउफेनले देख्छन् कि ती मन्त्रहरू त मानिसहरूको बौद्ध धर्मको पुस्तकमा पनि छन्। यो देखेर स्याउफेनले केही बुझ्न सक्दैन कि दानव र मानिसहरूको मन्त्र कसरी एउटै हुन सक्छन्, जबकि डिमन्सहरूको इरादा खराब हुन्छ। यसैबीच हामी रोजीलाई देख्छौँ, जो अरूको आग्रहमा सम्प्रदायमा फिर्ता आएकी थिइन्, तर उनलाई अझै पनि स्याउफेनको चिन्ता भइरहेको थियो। यता ती दुवै धेरै दिनदेखि भोकै थिए, त्यसैले उनीहरूलाई धेरै कमजोरी महसुस भइरहेको थियो। साथै यहाँबाट बाहिर निस्किने कुनै बाटो पनि थिएन। तर बियाउ स्याउफेनको नजिक आउँछिन् र एउटा ड्र्यागर दिँदै भन्छन्, म एउटी डिमन्स केटी हुँ जसलाई तिमी बिल्कुलै मन पराउँदैनौ, त्यसैले तिमी मलाई मार, जसपश्चात तिमी मेरो मासु खाएर केही दिनसम्म जीवित रहन सक्छौ। तर स्याउफेनले यस कुराका लागि अस्वीकार गर्छन्। तब बियाउले आफैलाई मार्न खोज्छिन्। त्यसपछि स्याउफेनले बियाउको छेउमा चक्कु हानेर उनलाई मृत्युको आभास गराउँछन्, जसले गर्दा बियाउ होसमा आउँछिन्। बियाउले स्याउफेनलाई भन्छन् कि जब म 6 वर्षकी थिएँ, मेरी आमाले मलाई हजुरआमासँग भेटाउन एउटा गुफामा लैजानु भएको थियो। तर त्यहाँ 10 टेम्पलका भिक्षुहरूले हामीमाथि आक्रमण गरे र त्यो गुफा बन्द गरिदिएका थिए। गुफा भत्किएका ढुङ्गाहरू खसेका कारण मेरी हजुरआमाको तुरुन्तै मृत्यु भयो र म अनि मेरी आमा त्यो गुफामा फस्यौँ। मेरी आमाले भन्नुहुन्थ्यो कि मेरो बुबा आएर हामीलाई बचाउनुहुन्छ, तर धेरै दिनसम्म कोही आएन, जसका कारण मलाई धेरै भोक लागिरहेको थियो। त्यसैले मेरी आमाले त्यो गुफामा खाना खोज्ने बाहनामा आफ्नो शरीरका मासु निकालेर दिनहुँ मलाई खुवाउनुहुन्थ्यो, जसले गर्दा उहाँ धेरै कमजोर हुनुभयो। केही दिनपछि मेरो बुवाले हामीलाई खोज्दै गुफामा आउनुभयो, तर जब उहाँले मेरो आमा र हजुरआमाको यस्तो अवस्था देख्नुभयो, उहाँलाई म माथि धेरै रिस, त्यसैले उहाँले मलाई झन्डै मार्नु भएको थियो। यो भन्दै बियाउ रुन र स्याउफेनले उनलाई भावनात्मक साथ दिन्छन्। अगाडि बियाउलाई लाग्छ कि अब उनीहरू त्यहाँबाट निस्कन सक्दैन, त्यसैले बियाउले अन्तिम समयमा आफ्ना देवताहरूको पूजा गर्न थाल्छिन् र त्यसमा आफ्नो रगत पनि चढाउँछिन्। जब स्याउफेनले बियाउलाई रगत चढाउनबाट रोक्छ, तब गल्तीले उनको हात पनि काटिन्छन् र ती दुवैको रगत भुइँमा खस्छ। त्यति नै बेला उनीहरूको मुनिको जमिनमा बनेका चिन्हहरू चम्किन थाल्छन् र उनीहरूले त्यहाँ 2वटा पाल देख्छन् जहाँ घन्टीहरू फिट हुन सक्थे। बियाउले घन्टीहरू त्यहाँ राखिदिन्छ, जसपश्चात त्यो ठाउँ भत्किन थाल्छ र त्यहाँ एउटा अर्को बाटो खुल्छ। उनीहरू त्यो ढोकाबाट बाहिर आउँछ र खुसी हुन्छन्। अगाडि उनीहरू एउटा जनावरलाई समातेर खान थाल्छन्। खाना खाइरहँदा बियाउले केही सोचिरहेका थिइन् र उनको आँखामा स्याउफेनका लागि माया पनि देखिरहेको थियो। भोलिपल्ट बिहान स्याउफेन एउटा ठाउँमा बसेर केही सोचिरहेका थिए, तर बियाउ उनी कहाँ आएर त्यसको बारेमा सोध्छन्। स्याउफेनले बियाउलाई भन्छ कि म तिम्रै बारेमा सोचिरहेको थिएँ कि कसरी तिमीले गुफामा मेरो हेरचाह गरेर मेरो ज्यान बचायौ। त्यसैले भविष्यमा म पनि तिम्रो लागि केही गर्न चाहन्छु। यदि तिमी मेरो लागि केही गर्न चाहन्छौ भने तिमी मसँगै मेरो सेक्टमा हिँड अनि डिमन्सहरूको शिक्षालाई अपनाऊ। जसमा स्याउफेनले भन्छ कि मलाई सत्य मनपर्छ, त्यसैले म कुनै पनि डिमन्सको शिक्षा अपनाउन सक्दिनँ। यो सुनेर बियाउ रिसाउँदै स्याउफेनलाई भन्छन्, तिमी हामी डिमन्सहरूलाई मात्र खराब भनिरहेका छौ, तर तिम्रो किङयुङ सेक्ट पनि कुनै डिमन्स भन्दा कम छैन, किनकि तिम्रा पुर्खाहरूले प्राचीन समयमा हाम्रा सेक्टका बालबालिका र महिलाहरूलाई समातेर मारेका थिए। जसमा स्याउफेनले बियाउलाई भन्छ कि तिमी डिमन्सहरू त झन् खराब छौ, जसले पुरै गाउँ नै सखा पारिदिन्छौ। यो सुनेर बियाउले सोध्छन् कि के तिमीले कुनै डिमन्सले गाउँ सिद्ध्याएको देखेका छौ? तब स्याउफेनले पनि प्रश्न गर्छ, के तिमीले हामी मानिसहरूले तिम्रा सेक्टका बच्चाहरूलाई मारेका देखेका छौ, कि तिमी केवल आफ्नो गुरुले सिकाएको कुरा मात्र बोलिरहेका छौ? यो सुनेर बियाउ झन् रिसाउँछिन्, किनभने स्याउफेनले उसको कुरा सुनिरहेको थिएन। त्यसपछि उनीहरू त्यहाँबाट जान्छन्। अर्कोतर्फ हामी रोजीलाई देख्छौँ। उनीले स्याउफेनको यादहरू मनबाट निकाल्न सकिरहेको थिएनन्, जसले गर्दा उनलाई ट्रेनिङमा धेरै असर परिरहेको थियो। यता बियाउ गएपछि स्याउफेन पनि चिया पसलमा बसेर चिया पिउन थाल्छन्, जहाँ उनलाई रोजीको धेरै याद आइरहेको थियो। त्यसै बेला त्यहाँ एउटा व्यक्ति आउँछ र स्याउफेनलाई सोध्छ, तिमी किङयुङ सेक्टका होइनौ? यो सुनेर स्याउफेन अचम्ममा पर्दै सोध्छ, तपाईँलाई यो कुरा कसरी थाहा भयो? तब त्यो व्यक्तिले भन्छ कि
किङयुङ सेक्ट यहाँबाट नजिकै छ, साथै तिमी मलाई निकै ट्यालेन्टेड विद्यार्थी जस्तो लाग्यो, त्यसैले मैले बुझिहालेँ। अब त्यो व्यक्तिले स्याओफेनसँग चिया अफर गर्दै आफ्नो नाम रेन ब्याङ्क बताउँछन्। रेन ब्याङ्कले भन्छ, हुन त म एक साधारण मान्छे हुँ, तर मैले धेरै किताबहरू पढेको छु जसले गर्दा मलाई तिम्रो हतियार निकै अद्भुत लागिरहेको छ। तर म जान्न चाहन्छु कि के यो हतियारले तिम्रो रगत सोसेको थियो? स्याओफेनले शङ्कित हुँदै सोध्छ, तपाईँ यो सब किन सोध्दै हुनुहुन्छ? रेन ब्याङ्कले भन्छ, यदि म गलत छैन भने तिम्रो हतियार दुईवटा शक्ति मिलेर बनेको छ, जसमा यो पेल छ। यो एउटा पवित्र कलाकृति हो जुन हिजिन नामको एक व्यक्तिको हो र यसको नाम ब्लड सकिङ पेल हो। हिजिन त्यही कङ्कलवाला व्यक्ति हो जसलाई स्याओफेनले गुफामा देखेको थियो। रेन ब्याङ्कले अगाडि भन्छ कि यो हतियारले आफ्नो मालिकलाई रिसाएर नियन्त्रण गर्न सक्छ, साथै यसलाई आत्माको विनाशक पनि भनिन्छ किनभने यसलाई 9वटा दुष्ट आत्माहरूको मद्दतले बनाएको हो। यो सुनेर स्याओफेन छाँगाबाट खसे जस्तो हुन्छ र बुझ्छन् कि ड्रागन पिकका एल्डरले भनेको कुरा सही थियो। उसको हतियार एउटा डार्क वेपन हो, तर स्याओफेनलाई आफ्नो हतियार डार्क वेपन हुनुमा मन परिरहेको थिएन। रेन ब्याङ्कले फेरि भन्छ, तिम्रो सेक्टमा पनि एउटा खास हतियार छ जसले भूत र वर्तमानमा धेरैको ज्यान लिएको छ। त्यसो भए त तिनीहरू डिमन्स भन्दा पनि ठुलो अपराधी भए। जसमा स्याओफेन भन्छ, हामी मानिसहरू असल छौँ, यी डिमन्सहरू मात्र हुन् जसले मान्छे मार्छन्। यो सुनेर रेन ब्याङ्कले तर्का दिन्छन्, एउटा बाघले खरायोको ज्यान लिन्छ र त्यो खरायोले घाँस खान्छ। के हामीले बाघलाई केवल आफ्नो पेट भर्न खरायो मारेको आधारमा डिमन्स भन्नुपर्छ? त्यसो होइन, किनकि उसको अर्को बाँच्ने उपाय छैन। त्यसैले यदि कसैले कसैको ज्यान लिन्छ भने एक अर्कालाई नराम्रो र अर्कोलाई राम्रो भन्न सक्दैनौँ। यो सबै सुनेर स्याओफेनले बुझ्छन् कि रेन ब्याङ्क पनि एक डिमन हो र उसले स्याओफेनलाई माइन्ड वास गरिरहेको छ। उसलाई लाग्छ कि रेन ब्याङ्कले हतियारको बारेमा पनि त्यो सबै झुट बताएका छन्, त्यसैले ऊ रेन ब्याङ्कमाथि रिसाउन थाल्छन्। तब उनले देख्छ कि रेन ब्याङ्क यहाँबाट अचानक गायब भइसकेको छ। रेन ब्याङ्क गएपछि स्याओफेनले आफ्नो हतियार हेर्दै भन्छ, भलाइ नै यो एउटा डार्क वेपन होस्, तर म सधैँ यसलाई भलाइको लागि प्रयोग गर्नेछु। अर्कोतर्फ रेन ब्याङ्कले आफ्नो सर्भेन्टलाई स्याओफेनको पछाडि लगाइदिन्छ। वास्तवमा रेन ब्याङ्क स्याओफेनलाई आफ्नो सेक्टमा सामेल गर्न चाहन्थे, जुन सेक्टको उनी आफै मास्टर थिए। त्यसैले उनले सर्भेन्टलाई स्याओफेनको हरेक गतिविधिमा नजर राख्न पठाउँछन्। अगाडि रेन ब्याङ्क बियाउको नजिक जान्छ र उसलाई आफ्नो सेक्टमा फिर्ता जान भन्छन् किनकि बियाउ उनकै छोरी थिइन्। तर बियाउले जान अस्वीकार गर्दै भन्छन्, अब मेरो कुनै परिवार छैन, मेरो आमाको मृत्युपछि तपाईँले उनका सबै चिजहरू नष्ट गरिदिनु भयो, यहाँसम्म कि तपाईँले उनको मनपर्ने फुल बगैँचा पनि छाड्नु भएन। यो सुनेर रेन ब्याङ्कले त्यहाँ बगैँचाको एउटा फुल देखाउँदै भन्छ, मैले त्यो बगैँचा त्यसैले हटाएको थिएँ ताकि तिमीलाई आमाको याद धेरै नआओस्, तर म त्यो बगैँचाको एउटा फुल सधैँ आफूसँगै राख्ने गर्छु। तर बियाउ यो कुरा सुनेर भावुक हुन्छन् र आफ्नो सेक्टमा फर्कन लाग्छ। त्यसपछि रेन ब्याङ्कले बियाउसँग भन्छ कि म केही समय अगाडि मात्र स्याओफेनलाई भेटेर आएको हुँ र उनलाई देखेर नै बुझिसकेकी थिएँ कि भविष्यमा उनले धेरै ठुलो काम गर्नेछ। यो सुनेर बियाउले आफ्नो बुबासँग सोध्छिन् के तपाईँ उहाँलाई हाम्रो सेक्टमा सामेल गराउन सक्नुहुन्छ? जसमा रेन ब्याङ्कले भन्छन् कि अहिले त मसँग कुनै बाटो छैन, तर स्याओफेनसँग जुन हतियार छ त्यसले बिस्तारै उनको रिस र रगतको प्यास बढाइदिनेछ, त्यसैले उनले हाम्रो सेक्टमा आउनै पर्ने हुन्छ। यो सुनेर बियाउ खुसी हुन्छन् किनभने उनले स्याओफेनलाई माया गर्न थालेकी थिइन्। यता हामी स्याओफेनलाई देख्छौँ जो एउटा सहरमा आउँछन्, तर उसले यहाँ कोही पनि देख्दैन। यो देखेर स्याओफेनलाई अनौठो लाग्छ, तर त्यही बेला स्याओफेनको पड़ता है जिसमें लिखा था कि शहर में एक 3 टेल फॉक्स डीमन आ गया है, इसलिए सभी अपने घरों में रहे। तभी उसे वहाँ पास ही में बैठा एक बूढ़ा इंसान बोलता है कि तुम किंगयुन सेक्ट से हो ना? ये सुन के शियाओफेन पूछता है कि आपको कैसे पता? तो उससे बूढ़े के पास बैठी बच्ची कहती है कि तुम्हारे कपड़े देखकर कोई भी बता देगा कि तुम कहाँ से हो। पर वो बूढ़ा उस बच्ची को चुप करा देता है और शियाओफेन से कहता है कि जब मैं पास्ट और फ्यूचर देख सकता हूँ तो क्या ये नहीं बता सकता कि तुम कहाँ से हो? इसके बाद वो बूढ़ा शियाओफेन को देखकर बताता है कि बचपन में तुम्हारे साथ बहुत ही बुरा इंसिडेंट हुआ था और फ्यूचर में उससे भी बुरा होने वाला है। पर शियाओफेन को उस बूढ़े की बात पर विश्वास नहीं हो रहा था, तो वो बूढ़ा कहता है कि मैंने तुम्हारा पास्ट क्या गलत बताया है? ये सुनकर शियाओफेन को उस बूढ़े की बात पर विश्वास होने लगता है और वो उससे पूछता है कि मैं अपना फ्यूचर कैसे ठीक कर सकता हूँ? जिस पर वो बूढ़ा कहता है कि मैं बता तो दूंगा, पर तुम्हें इसके लिए मुझे 10 कॉइन्स देने होंगे। पर शियाओफेन के पास सिर्फ 4 कॉइन्स बचे थे, लेकिन वो बूढ़ा वो कॉइन्स तुरंत ही रख लेता है। उसी वक्त वहाँ एक बंदा आ जाता है जो वज्र सेक्ट से था।
अब वो बंदा सिटी के लोगों से कहता है कि मैं उस 9 टेल फॉक्स डीमन को मार दूंगा और बदले में तुम मुझे खाना खिला देना। तो वो लोग इसके लिए मान जाते हैं। तभी वो बूढ़ा उस बंदे को भी लूटने की कोशिश करता है, लेकिन वो बंदा उसकी बातों में नहीं आता। तभी वो बंदा शियाओ फैन को देखकर समझ जाता है कि वो किंग यून सेक्ट से है, इसलिए वो उसे कहता है कि क्या तुम मेरे साथ उस डीमन को मारने चलोगे। तो शियाओ फैन इसके लिए मान जाता है। ये सुनकर वो बूढ़ा शियाओ फैन को एक बार फिर सोचने को कहता है, लेकिन शियाओ फैन अपना फैसला नहीं बदलता और उस बंदे के साथ उस डीमन की तरफ चला जाता है। जहाँ उसे जाता देख उस बूढ़े के साथ वाली लड़की उसे कहती है कि आपने उसे क्यों नहीं रोका, आपको पता है ना कि वो डीमन बहुत खतरनाक है। जिस पर वो बूढ़ा कहता है कि शियाओ फैन की किस्मत में जो लिखा है वो होकर रहेगा और उस बूढ़े की ये कहते ही ये पार्ट यहीं खत्म होता है।